वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ हामी युएन भलन्टियर्स कसरी अप्लाई गर्ने, कसरी चाहिँ त्यहाँनिर जब खोज्ने भनेर चाहिँ बुझ्न गइरहेका छौँ। सो लेट्स स्टार्ट है त। सुरुमा चाहिँ यो चाहिँ यहाँनिर चाहिँ जानुपर्ने हुन्छ। यो चाहिँ लिङ्क मैले डिस्क्रिप्सनमा हालिदिन्छु। यो लिङ्कमा चाहिँ गएर यस्तो आउँछ हैन ड्यासबोर्ड्स। अनि त्यसपछि चाहिँ तपाईहरुले चाहिँ यहाँनिर प्रोफाइल बनाउनु पर्ने हुन्छ, आफ्नो प्रोफाइल। अनि त्यसपछि चाहिँ यो DOAS मा जानुपर्ने हुन्छ। अनि DOAS मा गइसकेपछि चाहिँ यसरी यहाँनिर सबै देखाउँछ कहाँनिर चाहिँ जबहरु छ, अन साइट छ कि अनलाइन छ कि सबै कुराहरु चाहिँ देखाइदिन्छ। सो यहाँनिर चाहिँ हाम्रो धेरै नै देखाएको छ है। अनि आफ्नो क्वालिफिकेसन हेरेर सुरुमा चाहिँ यहाँनिर जाम है। अब यहाँनिर गएर आफ्नो क्वालिफिकेसनहरु हेरेर अनि एप्लाई गर्न सकिन्छ। यहाँनिर चाहिँ पढ्नु पर्छ है, सबै कुरा पढ्नु होला। अनि त्यसपछि चाहिँ कस्तो कस्तो आफूलाई सुटेबल छ कि छैन त्यो सबै हेरेर अनि एप्लाई गर्नुपर्ने हुन्छ। सो यो सबै पढिसकेपछि चाहिँ यहाँनिर अप्लाईमा जाने। अनि अप्लाईमा जान डज नट मिट द एलिजिबिलिटी क्राइटेरिया यहीँनिर लेखिदिएको हुन्छ। सो मिट गर्छ कि गर्दैन भनेर लेखिदिएको हुन्छ है। अनि यसरी अप्लाई गर्न सकिन्छ यहाँनिर भरेर। सो थ्याङ्क यू फर दिस। अनि यसको लागि चाहिँ मेरो लागि चाहिँ अप्लाई यहाँ गर्न मिलेन भनेको छ। सो आफ्नो आफ्नो क्वालिफिकेसन्स हेरेर चाहिँ यहीँ भनिदिएको हुन्छ है ब्याक जाम। अब हामी यहाँनिर हेरौँ है त। यो म ग्राफिक्स डिजाइनिङकोमा गर्छु। यसमा चाहिँ मिल्छ कि मिल्दैन है त। सो लेट्स ल हेरौँ है। यहाँनिर एप्लाई हेरौँ। ल यहाँनिर चाहिँ अब मैले पहिला यहाँनिर भरेको थिएँ, यही मोटिभेसन हालिदिएँ। अब यहाँनिर चाहिँ चेन्ज गर्नुपर्ने हुन्छ। म चाहिँ हजुरहरूलाई देखाउन गइरहेको छु। सो त्यही भएर 1 एडिसनल रिमार्क्समा पनि केही हाल्नुपर्ने हुन्छ, यहाँ लेख्नुपर्ने हुन्छ। अनि सो यो सबै गरिसकेपछि चाहिँ यहाँ एप्लाईमा थिचेर चाहिँ एप्लाई गर्न सकिन्छ। थ्याङ्क यू।